हेलो नमस्ते सबैजनालाई म सोम आज पनि फेरि पनि स्वागत छ तपाईहरुलाई दरोबर ब्लगमा। अहिले म छु अबुधाबी। आजको मेरो यात्रा हुँदैछ दुबई लभ लेक पार्क हाम्रो कास्की आदर्श समाजद्वारा आयोजित वनभोज कार्यक्रममा म पनि जाँदैछु र आजको मेरो सुरुवात यहीँबाट हुँदैछ। सो गाइज भिडियोलाई लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला र आजको हाम्रो दिनमा के हुन्छ, हाम्रो कास्की आदर्श समाजले के गर्छ त्यो सबै म अपडेट गर्न जाँदैछु। तपाईहरुले अन्तिमसम्म हेरेर साथ र सहयोग गरिदिनु होला। धन्यवाद। अहिले म छ दुबईतिर। यता हाम्रो राजेश दाइ हुनुहुन्छ, यतातिर म सोम। आज हाम्रो कास्की आदर्श समाजको वनभोज कार्यक्रममा हामी जाँदैछौँ यहाँबाट। तपाईहरु किप इन टचमा रहनु होला। हाम्रो फुल भिडियो भोलिसम्म अपलोड भइसक्छ। अहिले अबुधाबीबाट हाम्रो दुबईको यात्रामा छौँ। फाइनली हामी चाहिँ यो लभ लेक पार्कमा आइपुग्यो। यहाँको माहौल हेर्दाखेरि एकदमै रमाइलो छ र यहाँ सबैजना आइपुग्नु भएको छ। यतापट्टि युएको झन्डा पनि छ, साथमा है झन्डा फरफराइरहेको छ। र यतापट्टि चाहिँ यो हाम्रो जुन देखिरहेको छ पछाडिपट्टि यो चाहिँ ठाउँ रहेछ बस्नको लागि। अब यता सबैजना आउनु हुँदैछ। म पनि अब आइपुगेँ। म एक्लै भइरहेको छु यार अहिले। तेरे को हरामी समझता था, तू तो राम निकला रे, देव मानुस निकला रे। अब हेरौँ अब यहाँ के हुन्छ। फाइनली सबैजना यहाँ जम्मा भइसक्नु भएको छ। यतातिर अनि सबै छन्। यतातिर हाम्रो बोके जेठान छन् यहीँ। समझ गया। यतातिर हाम्रो साडुहरू पनि छन्। टिकट काट्न पुरा व्यस्त छन् यहाँ नि। यतातिर खाना नास्ताको पनि व्यवस्था छ है।
भाइहरु नास्ता खानुभयो? नखानु। यतापट्टि म पनि छु पछाडिको ब्याकग्राउन्डबाट। उतातिर गाना पनि नाचगान पनि सुरु भइसकेको छ यतापट्टि। अच्छा माछा चाहिँ खतरा देख्ने रहेछ तर अहिले चाहिँ देखेनौँ अगाडि रहेछ माछा होइन। उता पारिपट्टि फाउन्टेन पनि रहेछ हामी पारिपट्टि जाँदैछौँ। हालिदिनुहोस् यो मेरो है यो चाहिँ मेरो है यो चाहिँ धेरै नै खाने मान्छे मै है धेरै खाने मान्छे मै है भन् तपाईँ हुनुहुन्छ ल धन्यवाद नमस्कार सम्पूर्णमा हाम्रो यो कास्की आदर्श समाजको पिकनिकमा हाम्रो यहाँ साडु र जेठान बसेर रमाइलो मानी मिठो मानी खानुभएको छ र यहाँ हाम्रो कास्की आदर्श समाजका विभिन्न ठाउँबाट पाल्नुभएका हाम्रा साथीभाइहरूलाई के कस्तो यो लाइन यता बसौँ है अहिले फेरि हुँदैन अहिले पछि सक्यो हाम्रो कास्की आदर्श समाजको यो नयाँ वर्ष 2026 को शुभकामना आदान प्रदान तथा यो पिकनिक कार्यक्रममा विभिन्न हाम्रो ठाउँबाट पाल्नुभएका हाम्रा पाहुना महानुभावहरू विभिन्न ठाउँबाट पाल्नुभएका महानुभावहरू पिकनिकमा रमाइलो गर्दै हुनुहुन्छ। यो हाम्रो कास्की आदर्श समाजले हरेक वर्ष गर्दै आइरहेको नयाँ वर्ष अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हामीले हरेक वर्ष चाहिँ गर्छौँ। सोही कारण यता हाम्रो स्टेज भनौँ यता पनि हाम्रो साथीहरू खाइराख्नु भएको छ भने यो खानको लागि लाइनमा बस्नु भएको छ। ल द्वारा आयोजित यो नव वर्षको शुभकामना आदान प्रदान तथा रमाइलो वनभोज कार्यक्रमका सभापतिज्यू तथा कास्की आदर्श समाज युएका अध्यक्ष आदरणीय श्री शिवराज बस्ताकोटीज्यू र हाम्रो निमन्त्रणालाई आफ्नो आत्मीयता सोची हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने तमाम सम्पूर्ण आगन्तुकहरूलाई हाम्रो आजको यस यो युएईमा आयोजना गरिएको विगतका वर्ष जस्तै हामीले विभिन्न ठाउँमा हरेक वर्ष आयोजना गर्दै आएका छौँ यो रमाइलो वनभोज कार्यक्रम। त्यसै सिलसिलामा आज हामी यो दुबईको मनोरम लभ लेक खुद्रा लेकमा हामी उपस्थित भएका छौँ। आशा छ हजुरहरूले पनि यो मनोरम दृश्यको
अधिकतम लाभ उठाइरहनु भएको छ। आशा छ भोलि के भनौँ, आज भरेदेखि नै टिकटक र फेसबुकका रिल्सहरूमा हामीले देख्नेछौँ। र म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु, यदि तपाईँहरूले त्यो रिल्सहरू टिकटकहरू बनाउँदै गर्दा कृपया कास्की आदर्श समाज भने पनि मेन्सन गरिदिनु होला। एटलिस्ट तपाईँहरू त्यसमा जानुभएको थियो, रमाइलो गर्नुभएको थियो भनेर अरूहरूले पनि जानुन्, देखुन् हामी कास्केलीले कति रमाइलो गऱ्यौँ, कसरी एउटा सौहार्दपूर्ण रूपमा हामीले यो नववर्षलाई हामीले स्वागत गरिरहेका छौँ। र यो सँगसँगै अलिकति दुःखद कुरा मैले यहाँ भन्नै पर्ने छ। विगतको केही महिनादेखि हामी यहाँको युए प्रशासनले नेपालीमाथि हेर्ने नजरमा अलिकति फरक भएको छ, त्यसलाई पनि हामीले अलिकति मनन गर्नुपर्ने छ। कृपया सम्पूर्णलाई मैले विनम्रपूर्वक अनुरोध गर्न चाहे, यो मद्यपान अघि नै पनि हामीलाई यहाँको म्युनिसिपालिटीको टिमले अलरेडी हामीलाई इन्फर्म गरिसक्नु भएको छ। कोही साथीभाइले अलिक कुना कुनामा बसेर यो मादक पदार्थ सेवन गर्नुभएको रहेछ। कृपया यो आयोजक तथा मेरो पर्सनल तर्फबाट पनि म हजुरहरूलाई विनम्रपूर्वक अनुरोध गर्दछु। एउटा त तपाईँ जसले सेवन गर्नुहुन्छ उहाँ आफै पनि समस्यामा पर्नु नै हुन्छ, त्यसको साथसाथै अहिले हामी यो 300-400 जनालाई पनि त्यसले हामीलाई समस्या पार्न सक्छ। त्यही भएर प्लिज मैले विनम्र अनुरोध गरेँ, त्यसलाई आजको दिनलाई तपाईँहरूले बिर्सिदिनु होला, भरे त हाम्रो दिन छँदैछ। त्यो भन्दैमा हामीले ग्यादरिङ भन्दैमा त्यो रक्सी नै पिउनुपर्छ अथवा त्यही गर्नुपर्छ भन्ने कुरा छैन। यति भन्दै आज अब हामीले लगभग खानामा अलिकति अपुग, सिधा भन्नुपर्दा अलिक अपुग भएर हामीले अर्को व्यवस्था गर्दैछौँ। 15-20 मिनट आधी घन्टाभित्र हुन्छ। जसले खाइसक्नुभयो अब हामी विभिन्न खेलहरू हामी आयोजना गर्दैछौँ। सम्पूर्णलाई सहभागिताको लागि म हार्दिक अनुरोध गर्दछु। साथै तपाईँहरूको सहभागिता भएको जुन कुपन छ, जुन टिकट छ, त्यसबाट पनि हामीसँग आकर्षक पुरस्कारहरू रहेको छ। त्यसकारण अन्तिम समयसम्म रहनु होला, हामीलाई समयले साथ दिएसम्म हामी रमाइलो गर्नेछौँ। यति भन्दै आजको यो माहौलमा जम्मा हुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दै नववर्ष 2026 को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरो 2 शब्द यही टुङ्गाउँछु। हार्दिक धन्यवाद। लागि त्योभन्दा पहिला यस औपचारिक कार्यक्रमलाई समापन गरिदिनुको लागि सभापति समाजका अध्यक्ष श्री शिवराज बस्ताकोटीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, यस समाजका संस्थापकज्यूहरू, संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर आउनुभएका तपाईँहरू सम्पूर्णमा कास्की आदर्श समाज युएको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। हामीले यो रमाइलो वनभोज कार्यक्रममा औपचारिक त्यो विभिन्न सङ्घ संस्थाको नाम लिएर लम्ब्याउन गएनौँ, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। जतिले पनि हामीलाई साथ सहयोग गर्नुभएको छ, भोलिका दिनमा कास्की आदर्श समाज युएले पनि त्यसरी नै तपाईँहरूलाई हातमा हात मिलाएर अघि बढ्न सँगै साथ र सहयोग गर्नेछ भन्ने मेरो आशा व्यक्त गर्दै हामी सधैँ अब यो औपचारिक कार्यक्रमलाई नलम्ब्याइकन विभिन्न खेलकुदका कार्यक्रमहरू र मनोरञ्जनका कार्यक्रमहरूलाई अगाडि बढाउन समाजका संरक्षक संयोजक एवं महासचिवज्यूहरू लाग्नुहुनेछ र हामी सबै लाग्नेछौँ भन्दै यो छोटो औपचारिक कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त, नमस्कार, जय कास्की। र ल सुरु ल अर्को रेडी गर्दै हालौँ, अर्को रेडी गर्दै हालौँ।
कहाँ अलि पछाडि छोडिदिनु न रिबन छ त्यो रिबन यो कट्यो भने तपाईहरु हार्नुभयो यो कट्यो भने त्यो रिबन अनि तपाईहरु कृपया तपाईहरु पछि गइदिनु होला जित्नु भयो तपाईले जानु पर्छ पछि गइदिनु है तपाई हार्नुभयो पछि बस्नु चाहिँ गर्न हुन सक्छ है तपाईहरु अलि पछि गइदिनु है एकचोटी सबैले ताली अहिले छौँ यहाँ लभ पार्कमा, लभ लेक पार्क र यहाँ सबै तपाईँहरू देख्न सक्नुहुन्छ। सबैजना वनभोज सकेर सबै आफ्नो आफ्नो तालमा हुनुहुन्छ र हामीले पनि लगभग खाएर पनि सक्यौँ। रस्सी तानै पनि खेल्यौँ। रस्सी तानै खेल्दाखेरि हामी चाहिँ हार्न पुग्यौँ, तर केही छैन, रमाइलो नै भयो। हातमा ठेला पनि उठ्यो। अब हामी लगभग अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिम चरणमा आइपुग्दाखेरि अब अलिकति कार्यक्रमहरू अझै होलमा छ, हेरौँ अझै के हुन्छ। तपाईँहरूले सबैजनाले हेरेर साथ र सहयोग पनि गरिदिनु होला। देख्नुहुन्छ एकदम रमाइलो भएको छ। यता दुईवटा हाँस पनि आएको रहेछ। एकदम रमाइलो छ। यो ठाउँ घुम्न लायक ठाउँ पनि रहेछ। सकेसम्म क्याम्पिङ आउँदाखेरि एकदमै रमाइलो हुने रहेछ। अब एकचोटि क्याम्पिङको प्लानिङ पनि सोचिरहेको छु मैले। नववर्ष 2026 को शुभकामना आदान प्रदान तथा रमाइलो कार्यक्रम लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ। हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुहुने तपाईँ सम्पूर्णमा कास्की आदर्श समाज युए हार्दिक आभार प्रकट गर्दछ। हामीसँग अहिले 2 किसिमको उपहारको हामीले व्यवस्था गरेका छौँ। सायद तपाईँहरू यहाँ आएपछि महिला दिदीबहिनीहरूको तर्फबाट 10 रुपियाँको टिकट पनि तपाईँहरूले लिनुभयो होला। कतिले लिनुभएको छ, कतिले लिनुभएको छैन। मैले हाम्रो महिला दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहे, यदि हामीसँग टिकट बाँकी छ र कोही अझै पनि लिन चाहनुहुन्छ भने 10 रुपियाँको टिकट हो। हाम्रो महिला समितिको दिदीबहिनीहरूलाई यो सम्पर्क गरिदिनु र म अनुरोध गर्दछु। र यो तपाईँले अहिले मेरो अगाडि देखिरहनु भएको छ। यसमा हामीले सहभागिताको तर्फबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरेर हामीले 4 जनालाई जुन तपाईँहरूले सहभागिताको टिकट काट्नु भएको छ, जो दुबईबाट बसमा आउनु भएको थियो 50 रुपियाँको टिकट काट्नु भएको छ, जो आफै यातायातको व्यवस्था गरेर आउनु भएको छ त्यो 35 रुपियाँको टिकट काट्नु भएको छ। उहाँहरू सम्पूर्ण चाहिँ मध्येबाट चाहिँ विजेता घोषणा हुनेछ। त्यही कारणले गर्दाखेरि त्यो टिकटलाई तपाईँले सुरक्षित राख्नु होला। यसमा कुनै विवाद नगरौँ। हामीसँग नम्बर, हामीले टिकट नम्बर छ, सिरियल नम्बर तपाईँसँग टिकट छ, हामीसँग अर्धकट्टी छ, हामीले अर्धकट्टी गरेका छौँ। त्यो अर्धकट्टी उपलब्ध गराइदिनु होला। र कोही अझै पनि 10 रुपियाँको टिकट किन्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। सम्पूर्णलाई मञ्चको अगाडि, यो रुखको अगाडि आइदिनु न म हार्दिक अनुरोध गर्दछु। अब हामी लगभग अन्तिम चरणमा छौँ। यो हामीले छिटो सकाउन सक्यौँ भने फेरि गीत गाएर एकछिन नाचौँ। उज्यालो हुन्छ बेलासम्म पर्नेछ। भोलि फेरि कोहीको अहिले बेलुकै ड्युटी होला, कोहीको भोलि बिहानै ड्युटी होला। भोलि बिहान त सबै हाम्रो ड्युटीमा जानु पर्ने नै छ। हाम्रो यो प्रदेशको मुलुकमा जोसँग काम छ त्यही कारणले नै हामी यहाँ छौँ। काम छैन भने अहिले हामी यसरी उहाँ हुने थिएनौँ। भोलि बिहान काम त गर्नु नै पर्नेछ। त्यही कारण मैले सम्पूर्णलाई अनुरोध गर्न चाहे, जति सक्दो छिटो सहभागिता जनाइदिनु होला। जति सक्दो छिटो हामीले यसलाई
सम्पन्न गर्नुपर्ने छ। महिला दिदी पनि यो माहौललाई अलिकति शिथिल हुन नदिनको लागि यो सहभागिता मध्येबाट 1 2 3 4 सर अनि त्यो सर मैले प्लास्टिक दिएको थिएँ नि त्यो उसहरू भएको खै के सक्यो सबै त्यसमा उसहरू बिजनेस कार्डहरू थियो त्यो प्लास्टिकमा तपाईँले अघि बाँड्नु भएको थियो नि तपाईँले ल्याउनु न प्लिज त्यो दिनु पर्यो कि सबैलाई। र यो हामीले तपाईँले अगाडि देखिरहनु भएको छ प्रभु ब्याङ्क हिमाल रेमिट्स र कान्तिपुर ट्राभलबाट हामीलाई आजको यो उपहार सौजन्य प्राप्त भएको छ। यदि हामीले दुःख गरेर कमाएको जति पनि बचत रकम छ वैधानिक माध्यमबाट हामीले आफ्नो मुलुकमा पठाउनुपर्छ, जसको लागि तपाईँले प्रभु रेमिट्स र हिमालय रेमिट्सलाई सम्झिन सक्नुहुन्छ। र यदि तपाईँहरू खाता खोल्न चाहनुहुन्छ भने पनि यहाँ प्रदेशमा बसेर नेपाल सरकारले दिएको कोटा जो वैदेशिक रोजगारीमा रहेको तपाईँ हामीलाई अहिले नेपाल सरकारले आइपिओमा 10% को कोटा हामीहरूको लागि छुट्याएको छ। त्यसको लागि तपाईँले रेमिटेन्स खाता खोल्नु पर्ने हुन्छ। रेमिटेन्स खाता खोल्नको लागि जति पनि अब एटलिस्ट तपाईँले 6 महिनामा 50,000 पठाउनु भएको छ भने पठाउनुहुन्छ भने वैधानिक माध्यमबाट रेमिटेन्स खाता खोलेर तपाईँ आइपिओको लागि के भन्छ त्यसलाई इलिजिबल हुनुहुन्छ। र त्यो भनेको 1000 रुपियाँ हेरी हुन्छ। यदि 1000 रुपियाँको आइपिओ भर्नुभयो भने पनि कमसे कम तपाईँले 4000 5000 त्यो बेच्न सक्नुहुन्छ। वर्षमा तपाईँले 10 वटा 12 वटा 15 वटा भर्नुभयो 10 वटै परेर पनि एटलिस्ट 5000 मा बेच्न सक्नुभयो भने 50,000 तपाईँको अहिले कमाइरहेको भन्दा एक्स्ट्रा कमाइ हुन्छ। त्यो चाहिँ अहिले नेपाल सरकारले ल्याएको एउटा सराहनीय काम हो। एटलिस्ट 10% हामीलाई कोटामा छुट्याएको छ र त्यसको लागि चाहिँ वैधानिक माध्यमबाट तपाईँले पैसा पठाउनु पर्ने हुन्छ र रेमिटेन्स खाता खोल्नु पर्ने हुन्छ, जसको लागि तपाईँले प्रभु ब्याङ्क नेपाल हुनुहुन्छ प्रकाश पौडेल। यदि तपाईँलाई प्रकाश पौडेलको सम्पर्क चाहिएको छ भने तपाईँले हामी मध्ये कसैलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ, नत्र कास्की आदर्श समाजको पेजमै पनि कमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी हिमालय ब्याङ्कका प्रतिनिधि हिमालय ब्याङ्कको प्रोडक्ट हिमाल रेमिट्सका प्रतिनिधि हुनुहुन्छ गोकुल गेवाली। उहाँको तर्फबाट हामीलाई यो दोस्रो पुरस्कार प्राप्त भएको छ होइन हामीसँग अरू पनि हो। तपाईँहरूलाई चाहिन्छ भने गोकुल गेवालीको मैले बिजनेस कार्ड पनि दिन सक्छु। हिमालय ब्याङ्कमा तपाईँको एकाउन्ट छ, त्यसलाई आइपिओ भर्न मिलिरहेको छैन भने त्यसलाई रेमिटेन्स एकाउन्टमा बदलेर तपाईँले आइपिओको लागि इलिजिबिलिटी गर्न सक्नुहुन्छ। त्यसै गरी अर्को छ अबुधाबीमा रहेको कान्तिपुर ट्राभल्स टिकटको लागि र एचआर कन्सल्टेन्सी। अहिले नेपालीहरूको युएबाट युरोप मुलुक जाने लहरको चलिरहेको छ, त्यसको लागि पनि सम्पर्क गर्न सक्नुहुन्छ। मैले यो आजको हामीलाई पुरस्कार सौजन्य गर्नुहुने बाँडिदिनु मैले जानकारी गराएँ र यसै अहिलेको माहौललाई नै छोप्दै हाम्रो कस्केली चेली हाम्रो कास्कीका गहना कलाकार उषा तमुस्यो अहिले हाम्रो यो युए भ्रमणमा रहनु भएको छ। यो हाम्रो लागि सौभाग्यको कुरा हो। कास्की आदर्श समाजले उहाँलाई आज यहाँ यो माहौलमा हाम्रो यो पिकनिकको माहौलमा एउटा सम्मान गर्ने सुवर्ण अवसर प्राप्त गरेको छ। आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु उषा तमुस्यो उषा गुरुङज्यू। हामीलाई साह्रै खुसी लागेको छ र यो सम्मान पत्र दोसल्ला र मायाको चिनो प्रदान गरिदिनुको लागि यस कास्की आदर्श समाज युएका अध्यक्ष आदरणीय श्री शिवराज बस्ताकोटी के भन्ने विकास राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा गैर आवासीय नेपाली सङ्घ युएका निवर्तमान अध्यक्ष श्री विकास साईज्यूलाई अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अर्को संस्थापक अध्यक्ष र यसै गरी कास्की आदर्श समाज युएका संस्थापक अध्यक्ष गुप्त शेखर पौडेलजीलाई पनि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी आइसिसीका महासचिव आइसिसीका उपाध्यक्षज्यूलाई पनि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु समग्र रूपमा। र यो मैले सम्मान पत्रको ब्यौरा अलिकति पढेर सुनाउन गइरहेको छु। विश्व
विश्वभरि छरिएका कस्केलीको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान कास्की आदर्श समाज युएई मिति 4 जनवरी 2026 सम्मान पत्र नेपाली कला क्षेत्रमा सक्रिय रही गीत सङ्गीतको माध्यमबाट स्वदेश तथा विदेशमा कास्की जिल्लाको नाम रोशन गर्न सफल तपाईँ श्री उषा गुरुङज्यू मादी गाउँपालिका वडा नम्बर 9 नागीधार साबिक मिजुरे 2 लाई युए को भ्रमणको अवसर पारी धन्यवादका साथ यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँले भविष्यका दिनहरूमा पनि कला क्षेत्रको माध्यमबाट कास्की जिल्ला तथा सिङ्गो नेपालको नाम उच्च राख्ने उपेक्षा राख्दै सक्रिय सामाजिक तथा सांगीतिक जीवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। महासचिव बुद्धिबहादुर राणाबाट, संरक्षक संयोजक राजेश श्रेष्ठ र अध्यक्ष शिवराज बस्ताकोटी। धेरै धेरै धन्यवाद छ। यो हाम्रो खुसीको कुरा हो। आज हामीले कास्की आदर्श समाजले उहाँलाई सम्मान गर्न पायौँ। आउँदा दिनहरूमा पनि यहाँको कला र सङ्गीतको क्षेत्र, सङ्गीतको भविष्य उज्जवल रहोस्। कास्की आदर्श समाजको तर्फबाट उत्तरोत्तर प्रगतिको कामना। सम्पूर्ण अतिथिज्यूलाई हार्दिक धन्यवाद। तेस्रो, दोस्रो र फर्स्ट है। अब सुरुमा निकाल्नेको लागि सान्त्वना एउटा निकाल। एउटा यता आउनु अगाडि, भाइ आउनु अगाडि आउनु, भाइ हेर्नु 149 टिकट नम्बर 149 ज्ञानेन्द्र देव खनाल 1, ज्ञानेन्द्र देव खनाल 2, ओके। अब प्रथम पुरस्कार है, प्रथम पुरस्कार है। सान्त्वना पुरस्कारको सम्पर्कमा आइसक्नु भएको छ। ल ठिक छ ल बाबु आँखा उता हेरेर कस्तो घोलेर छु त ल छोरो। थ्याङ्क यू सर। यो भयो अब यसलाई निकालिदिनु, यसलाई निकालिदिनु त, यसलाई निकाल्नु। मोबाइल नम्बर 3 कस्तो साइलेन्ट भयो क्या मजा आयो। मोबाइल नम्बर 313 कसको छ थाहा छैन मलाई। अब टिकट नम्बर 142 भानुभक्त कोही हुनुहुन्छ? भानुभक्त टिकट नम्बर 142 भानुभक्त अहिले भर्खरै आइदिनु हुन्छ अनि फेरि झमेला हुन्छ क्या। ल भानुभक्त कोही हुनुहुन्छ? प्लिज झमेला नहोस्। भानुभक्त खै भानुभक्त ओके। भानुभक्त 1, भानुभक्त 2 हो चौथो ओके। सान्त्वना ओके। ल सान्त्वना पुरस्कार प्राप्त हाम्रो खनाल सर आइनु भएको छ। उहाँलाई पुरस्कार वितरण गरिदिनको लागि सल्लाहकार संयोजक श्री शिव कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो महिला अध्यक्षलाई दिनु पर्यो ल है। प्रथम पुरस्कार हाम्रो भानुभक्त 2, भानुभक्त 3 बसबाट आउँदैछ अरे। भानुभक्त मात्रै ल्याएछ सर। फोन नम्बर लास्टको उहाँको 6313 05553। ल नानी एउटा यो सान्त्वना है, सान्त्वना यसमा माफ गर्नु होला। यो हामीले यसमा टिकट नम्बर मात्रै छ। प्लिज मसँग नाम पनि छैन, केही पनि छैन है। 190 नम्बर कोसँग छ ल हेर्नुहोस् सबैले 190
यो खानाको टिकट 190 मसँग नम्बर छैन यो हामीले अभी हतारमा बाँडियो जो यो खानाको टिकट 190 है 190 प्लिज ल है अन्तिमसम्म हामीले कुर्छौँ है 190 नम्बरको हामीसँग नाम छैन माफ गर्नु होला 190 नम्बरको अर्धकट्टी जो लिएर आउनुहुन्छ जसले लिएर आउनुहुन्छ उहाँले पाउनुहुन्छ है 190 ल छोरो एउटा नि यो थर्ड पुरस्कार यो थर्ड पुरस्कार पनि हामीलाई कान्तिपुर ट्राभल्स तथा याचार कन्सल्टेन्सीको तर्फबाट प्राप्त भएको छ र होइन उसले यसमा चाहिँ नाम लेखेको रहेछ उहाँ हुनुहुन्छ विष्णु माया पौडेल विष्णुमाया पौडेल दाइले नाम चेन्ज गर्नु भएको छ कि अनि सोधेको क्या ल है विष्णुमाया पौडेल यो पुरस्कार वितरण गरिदिनुको लागि पुरस्कार वितरण गरिदिनुको लागि पूर्व अध्यक्ष श्री केदार कुमारज्यूलाई हार्दिक अनुरोध गर्दछु केदार कुमारज्यू विष्णुमाया पौडेलज्यू विष्णुमाया पौडेलज्यूले कान्तिपुर ट्राभल्सको तर्फबाट कान्तिपुर ट्राभल्स तथा याचार कन्सल्टेन्सीको तर्फबाट यो सौजन्य हामीलाई प्राप्त भएको थियो तेस्रो पुरस्कार चौथो र तेस्रो हामीलाई प्राप्त भएको थियो लकी नम्बर 111 पुरा नाम अलिकति पछाडि गइदिनु अलिकति पछाडि गइदिनु त यतापट्टि आउनु त आउनु त यहाँ ल आजको यो हाम्रो यो कास्की आदर्श समाज युवाद्वारा आयोजित यो वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम प्रथम पुरस्कार स्मार्ट टिभी प्राप्त गर्न सफल हुनुभएको छ राजकुमारजी र हामीलाई यो पुरस्कारको व्यवस्था प्रभु बैंक प्रभु रेमिट्सको तर्फबाट युए प्रतिनिधि श्री प्रकाश पौडेलको तर्फबाट हामीलाई यो सौजन्य प्राप्त भएको थियो यो पुरस्कार वितरण गरिदिनुको लागि कास्की आदर्श समाज युएका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु चोरी भयो टिभी चोरी भयो सिधा गरेर त्यो ठ्याक्कै ब्रान्ड देखिने तल राख्दै ल धेरै बधाई छ र उहाँलाई धेरै धन्यवाद कास्की आदर्श समाज युवाद्वारा आयोजित आजको यस कार्यक्रम एकदम सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धन्यवाद ल आजको लभ पार्क